नायिका रेखा थापा दिदी, तेरी बहिनी मस्तानी आएकी से। रेखा थापा दिदी, have you lost your mind? What you are saying? चिनेको रोगलाई निको पारौँ न। निको त पार्नु हुन्थ्यो कि दिदी, तर हजुरले भनेको पटक्कै मलाई त चित्त नै बुझेन कि दिदी। म पनि अब हजुरले भनेपछि त जवाब दिनु पर्यो नि त दिदी। म पनि आइसकेँ कि टप के जवाब दिन। अनि रेखा थापा दिदी, अनि तिम्रो पनि त चिनेको थियो त त्यो रोग, एउटा रोग हजुरको जीवनमा थियो त। नाम सुन्नु नै भएको होला, छवि ओझा। अनि त्यो चिनेको रोगलाई चाहिँ अनि हजुरले चाहिँ किन सन्चलन बनाएको त? किन सुधार्ने मौका नगरेको त? अनि त्यसलाई किन निको नपारेको त? अनि अब दिदीले त त्यो रोगलाई छोडेर अर्को नयाँ बुझ्यौ नि दिदी? अब अर्कोसँग गइहाल्नु भयो त, किन जानुभयो त दिदी? अनि यु आर सेङ होइन, देशको कुरामा, देशको परिवर्तनको कुरामा नाउ यु आर सेङ हुन्छ नि, पुरानो निकलाई सन्चो बनाउन सुधार्ने यु आर सेङ देश। हेभ यु लस्ट योर माइन्ड? पुरानो रोगलाई सन्चो बनाउने, निको पार्ने कोसिस गर्ने, यु आर टकिङ अबाउट देश। पुरानो रोगले के कस्ता कर्णामा गरेको छ अस्ति जेनजी प्रोटेस्टमा? हजुरको आँखाले त्यो देखेन? जेनजी प्रोटेस्टमा कतिजनाको ज्यान गएको छ पुरानो रोग के। अनि हजुरको त्यही पुरानो रोगले अहिलेसम्म हामी नेपालीहरू कुन हालतमा छौँ, कुन कन्डिसनमा छौँ? तपाईँ त धनी हुनुहुन्छ होला दिदी, तपाईँ त अब आफ्नो इच्छा त पुरा गर्न पाउनु भएको भन्दैमा हामी त पाएका छैनौँ नि त दिदी। यहाँ राजनीति छ, हरेक कुरामा राजनीति छ। अनि दिदी पुरानो रोगलाई निको पार्ने भन्नुहुन्छ, अनि हजुरले पनि त आफ्नो फिल्म बनाउँदाखेरि चाहिँ अनि हजुरले चाहिँ टिममा केही त्यसो राजनीतिहरू गर्नुहुन्छ कि गर्नुहुन्न? राजनीति गर्नुहुन्छ हो? नगरेको एकदम राम्रो। अब देश परिवर्तन हुन्छ। अनि पुरानो रोगलाई निको पारौँ न, यस्तो गरौँ न, उस्तो गरौँ। त्यही पुरानो रोगका कारणले गर्दाखेरि, त्यही पुरानो रोगले गर्दा हामी नेपालीहरू, कतिजना नेपालीहरू आफ्नो देशमा के छ त ल, के छ किन बाध्य भएका छन्? हामी नेपालीहरू किन बाध्य भएका छौँ विदेश दिनको लागि? के कारणले बाध्य भएका छौँ? कहिले थाहा पाउनु भएको छ? नायिका अब बन्नुहोस् हजुर गायिका। हेर न, थुतु चलाउने अझै हजुरको लाइफ, हजुरको सपना पुरा हुँदैमा, हजुरको लाइफ पुरा हुँदै, सपनाहरू सबै पुरा हुँदैमा इट इज नट हुन्छ नि। हामी सबै नेपालीहरूको सबैको पुरा भएको छैन कि दिदी, बुझ्नुभयो नि? अनि डोन्ट टक अबाउट दिस पुरानो रोग, यस्तो रोग। अनि यु आर एउटा कुरा, बालेन सारहरू त के कम्पेरिजन गर्ने दिदी? कम्पेरिजन त गर्नै मिल्दैन कि दिदी, गर्नै मिल्दैन। के उखान्नु भएको छ हजुरले? अझ पुरानो रोगलाई निको पार्ने, पुरानो रोगलाई निको पार्ने भएको भए खै ज्यान फिर्ता दिनुहोस्। त्यो त अस्ति जेनजी प्रोटेस्टमा ज्यान गएको थियो नि, त्यो बाल बालिकाको, त्यो ज्यान फिर्ता दिन सक्नुहुन्छ हजुरले? रेखा थापा फिर्ता दिनुहोस्। हामी नेपालीहरू कति कुन अवस्थामा छौँ भन्ने कुरा कहिले हजुरले हेर्न, हजुरको आँखा फुटेको छ? के सधैँ यस्तै राजनीतिले गर्दाखेरि चाहिँ, यस्तै कुराले गर्दाखेरि चाहिँ हामी सधैँ पछाडि पर्ने? देश कहिले परिवर्तन हुन्छ त रेखा थापा? ठुलो रोगलाई निको पार्न थाल्यौँ भने ठुलो रोगले अहिलेसम्म, ए भगवान्, ठुलो रोगले के उखाडेको छ कि अहिलेसम्म? के उखाड्यो खै? कहाँ छ सुविधा? के कस्ता सुविधाहरू ल्यायो कि खै? विकास भएको खै? देश विकास भएको खै? मैले एक गाली गरेको थिएँ रेखा थापालाई,
तपाईँ जतिको मान्छेले यस्तो बोल्न मिल्दैन, तपाईँले पुरानै मान्छे भयो किन के अरे नयाँ रोजेर जानुभयो त भन्ने मैले एउटा प्रश्न गरेको दिलाई एकजना मलाई आएर गाली गर्नुभयो चाहिँ ठिक छ तपाईँले गाली गर्नुभयो, म सहन्छु, सहने मान्छे हो होइन। म दिललाई एउटा कुरा भन्न आएको क्या, तपाईँ जस्तो हिरोइन मान्छे, नेपालको एउटा चर्चित कलाकार जस्तो मान्छेले पुरानो सोच राखेर पुरानो देशलाई भनौँ न देशलाई धकाल्ने जस्ता कुराहरू गरेको कुराहरू चाहिँ मलाई चित्त बुझ्दैन आजकल। म बुझ्ने भइसकेँ, म तपाईँको धेरै ठुलो फ्यान हो, म पहिलादेखि तपाईँलाई फिल्म हेर्थेँ दिदी होइन। त्यो सोच्नु त 7-8को दिनमा कस्तो अवस्था थियो। हुन त तपाईँको छोरा तपाईँ बच्चा पाउनुभन्दा अगाडि तपाईँ अमेरिका जानुभयो र बच्चाको चाहिँ नागरिकता भनौँ न ऊ चाहिँ अमेरिका पासपोर्ट एप्लाई गर्नुभयो होला। तपाईँलाई त मतलब छैन दिदी देशको, तर हामीलाई मतलब छ। हामी विदेश भए पनि हामीलाई देशको माया छ। हामी त्यसरी विदेशमा गएर बस्ने अवस्थामा छैनौँ, हामी बस्दा पनि बस्दैनौँ। केही समय हो त्यहाँपछि आफ्नै देशमा गएर कसरी हुन्छ समाज देश परिवर्तन गर्न लाग्ने हो क्या। तपाईँ जस्तो मान्छेले नेपालमा बसेर राम्रो होइन क्या। नयाँलाई दिनुहोस्, नयाँ आउनुपर्छ, अगाडि युवा आउनुपर्छ, बरु तपाईँ लड्नुहोस्, अगाडि बढ्नुहोस् न यार, हामी सपोर्ट गर्छौँ क्या। त्यो कुरा भन्न आएको हो क्या म। नरिसाउनु होला, तर रिसाए पनि मलाई फरक पर्दैन यो कुरामा। सही त बोलेको छ रेखा थापाले। कहाँको रेखा थापा, कहाँको हजुर, तुलना मिल्दैन भन्दै हुन्छ। श्रेष्ठ अघि हेरेँ यसो हजुरको, यसो मैले अघि हेरेँ, यसो अघि खोलेर हेरेँ, प्रोफाइल खोलेको टिकटकको, ज्यान स्यान मजाले बनाएको रहेछ। सर भन्छु, अब भाइ भनौँला दाइ होसिन्छ, दाइ भनौँला भाइ होसिन्छ है। मेरो पनि ज्वाइँसा हुनुहुन्छ, हजुरको जस्तै ज्यान छ, यस्तो पर्फेक्ट ज्यान बनाउनु भएको छ उहाँले होइन भनेर साध्यै छैन। तर उहाँ चाहिँ फेरि फुल्ली घन्टीको सपोर्टर हुनुहुन्छ है। झापा हो घर, ज्वाइँ पनि गुड लुकिङ हुनुहुन्छ, राम्रो हुनुहुन्छ। ज्वाइँको रिसर्च पनि राम्रै छु नि कि कसो भन्नु ल। हेरेँ ज्यान स्यान मजाले बनाउनु भएको छ। अनि तुलना, मेरो भिडियो बुझिसेन मैले के भन्न खोजेको। तुलना मिन्स लाइक कम्पेयर होइन त। मैले थोरै रेखा दिदी तिम्रो भन्दा मेरो फिल्म चलेको छ, तिम्रो भन्दा मेरो डिमान्ड धेर छ, तिम्रा एउटी छोरी छन्, मेरा 2टी छोरी छन् भनेर मैले कहाँ भनेको छु र। रेखा दिदीको हस्बेन्डको हल्का कपालमा प्रब्लम छ, मेरो पनि हल्का छ, तिम्रो हस्बेन्डको कपालमा समस्या छ, अलिअलि टाउकोदेखि थालेको छ, मेरो बुढोको त झ्याप्पै कपाल छ भनेर थोरै भनेको छु र मैले। त्यस्तो भनेको छैन नि मैले त। यहाँ त सोचको पो कुरा आएको हो त, बुझ्नु भएको हो नि कि होइन। अनि खुलेर रेखा दिदीले चाहिँ पुरानो रोगले छोडेर नयाँ रोग अप्नाएको छैन कि थाहा छैन हजुरलाई? थाहा छ नि। त्यो पुरानो रोगमा रेखा दिदी बसेको भए डिप्रेसनमा जान्थिन् कि क्यान्सरको 5 स्टेज हुन्थ्यो कि के हुन्थ्यो नि के जान्नु। डिप्रेसनमा जान्थिन् कि राँची पुर्याउनु पर्थ्यो कि यता पाटन हस्पिटल पुर्याउनु पर्थ्यो। यसले काम नगरेर बा दिदीले छविलाई नै वाप्प पारेर घोचिदिन्थिन् कि के जान्नु। सोच नमिलेर त हो नि त। पुरानो रोगले झन्नै खाएन नि रेखा दिदीलाई, भित्रभित्रै धमिराले खाए जस्तो। बुझ्नुहुन्छ नि धमिरा भनेको के हो, कसरी त काठलाई भित्रभित्रै धमिराले खाएर सक्छ सबै। नयाँ रोगमा हेर्स्यो त गर, कति खुसी हुन्छ, कति आनन्दले बसेकी छिन्, छोरी बाहिर छिन्, श्रीमान छन्, अमेरिका पुगिन् छोरी पाउनका लागि। के भनेको सरले चाहिँ फेरि यस्तो तुलना गर्नु छैन मलाई रेखा दिदी छ, म पनि तुलना गर्नु रेखा थापा म उप्रति कहाँबाट तुलना मिल्छ? तुलना मिल्दैन नि। मैले किन तुलना गर्नु रेखासँग? थोडी म त इजरायलमा काम गर्छु, म कहाँ रेखा दिदी जस्तो एक्टर हो र? अनि यति सिक्दैछु है अहिले चाहिँ। अलिअलि तपाईँले यसो कता कता देख्दाखेरि यसो अलिअलि कलाकारी त झल्किँदैन मेरो अनुहारमा, केही झल्किँदैन। के झल्किन्छ? राजसभाको सपोर्टर मात्रै झल्किन्छ। अनि यसरी किन हाँस्नु उच्च गरेर चाहिँ यसरी चाहिँ हाँस्नुपर्छ त? मैले त के त्यस्तो केही नचाहिने फटा शब्द बोलेको छु र? छैन नि। त्यो भिडियो त मेरो सिम्पल छ नि, ठ्याक्कै दिदीलाई फिट हुने खालको एक्जाम्पल लगाएर मैले बनाएको छ त। अनि के साह्रो हो श्रेष्ठ सर चाहिँ रेखा दिदीले ठिक भनेकी छिन् अरे। आफू चाहिँ पुरानो रोग छोडेर नयाँ रोगमा गएर कस्तो रमाएर बसिरहेछ। अनि हामीले चाहिँ जानु पाउँदैन? रेखा दिदीले पुरानो रोग छोडेर नयाँ रोगमा गएर ह्याप्पी भएर लाइफ इन्जोय गरेर बसिरहेछौँ भने हामीले पनि त पुरानो पार्टी रोग हो नि। हाम्रो घाँटी समाएको छ, हिजो मान्छे मारेको छ, डोडाएको छ सबै, भ्रष्टाचारले सबै सकेको छ। अनि हामीले चाहिँ दिदीले पुरानो रोग छोडेर नयाँ रोगसम्म, हामी पनि पुरानो पार्टी छोडेर नयाँ पार्टीसम्म आउँछौँ भने किन यहाँ रेखा दिदीले किन यस्तो गरिराख्नु पर्ने? अच्छा हामी नयाँ रोगमा ठिक छ, ऊ नयाँ रोगमा गएर निको भइरहेछ नि, हामीले चाहिँ पुरानै रोगमा बसेर बिरामी हो अरे। न हामीलाई पनि बिरामी हुनु छैन। हाम्रो यहाँ म त झन् इजरायलमा बिरामी हुनै पाइँदैन। म बिरामी भने मेरो बोजूले कसले टेकन गरिदिन्छ? यहाँ त हुँदैन, काम गर्नुपर्छ। आफू चाहिँ खा पिरो छैन खा भनौँ। आफूले भक्कु आफू चाहिँ त्यही पिरो खाएर गुलियो खाइ, यता घिउ खाइ, म खाइ गरेर गर्दै बल्ल शान्त भएर बसेर अनि कोही साथी आयो भने यो म त पिरो खान्न है, पिरो छैन नि, छैन खाता भने त साथीलाई जबरजस्ती पिरो खुवाउनु लाउने हो त ढाँटेर? यो त्यस्तै होइन।
महाराजा आफू खुसी भएर बसिरहेछ नयाँ रोगसँग हामीलाई चाहिँ त्यही पुरानो रोग त्यही ठिक होला भोलि केही एक्सिडेन्ट रेखा दिदीको नयाँ रोगमा के एक्सिडेन्ट भइरहेछ नि कति मजाले बसिरहेछ नि त अनि पुरानो रोगले झन्डै ब्लास्ट भएन भन्छ के सर पनि जी पाइदिए भन्छौ तुलना गर्नु छैन मलाई हजुर नै गर्छु म के को जान्छु रेखासँग तुलना गर्नलाई यहाँ मेरा अरू नै छन् कम्पिटिटरहरू रेखासँग नपुगेछन् हौ कहाँ धेरैजनासँग म भ्याउँछु नि छन् मेरा एक दुईजना कम्पिटिटरहरू अहिलेलाई मै अगाडि छु रेखासँग त म भ्याउँदिनँ तिनको आफ्नै कम्पिटिसन होला नि कोसँग म के जान्नु हुन्छ मेरो छ तर म चाहिँ घन्टी सपोर्टर हो तपाईँले यति कुरो बुझिराख्नु तुलना अरे बरु तुलसी भन्नु न बरु तुलसीको पत्ता भन्नु बरु कहिले काहीँ घाँटी देखेको बेलामा त कता तपाईँ नखाएर खाना काम दिन्छ तुलसाको बोट त्यो तुलसाको बोट हाम्रो लागि कति ठुलो कुरा हो तुलसा भन्न खोजेकोलाई तुलना भए जस्तो छ है श्रेष्ठ सर अब योभन्दा बढी म हजुरलाई के भन्नु पर्यो अनि आफै जान्ने हुनुहुन्छ नजान्ने त कहाँ हुन्छ यस्तो ज्यान बनाएको मान्छेको ज्यानै मात्रै त ठुलो होइन होला नि त दिमाग पनि त अनि सोच होला नि यो तुलना लेखेको होइन तुलसा लेखेको तपाईँले मलाई जहाँसम्म लाग्छ है